नेपालमा आजभन्दा 5-10 वर्ष अगाडिसम्म पनि क्रेडिट कार्ड भनेको के हो भनेर धेरैलाई थाहा हुँदैन थियो। तर अहिले यसको प्रयोग निकै व्यापक हुँदै गएको छ। तपाईसँग जति कम पैसा हुन्छ तपाईलाई त्यो गरिबी त्यति नै महँगो पर्दै जान्छ र क्रेडिट कार्डले यसलाई अझै खराब बनाइरहेको हुन्छ। बैंकहरूले तपाईलाई धेरै ब्याज दर लगाउँछन् किनभने तपाईसँग पैसा छैन। पैसा नभएपछि तपाईको जोखिम बढी भएकोले तपाईलाई ब्याज दर बढी लगाउँछन्, जसले गर्दा तपाईलाई गरिबीबाट छुटकारा पाउन अझ गाह्रो हुन्छ। अनि सबैभन्दा नराम्रो पक्ष यो प्रणाली गल्तीले बनेको होइन, यो चाहिँ डिजाइनले नै यस्तो बनाइएको हो। आज म तपाईलाई यो जाल कसरी काम गर्छ र यसलाई सुधार्न हामीले के गर्न सक्छौं भनेर ठ्याक्कै देखाउन छौं। हाम्रो समाजमा ऋणको आधारभूत समस्या यो हो। जब तपाईसँग पैसा हुँदैन, सबैले तपाईलाई समाधानको रूपमा ऋण लिन भन्छन्। काममा जानको लागि गाडी छैन, ऋण लिनुहोस्। पढ्नको लागि पैसा छैन, ऋण लिनुहोस्। महिनाको भाडा तिर्नलाई कोठा भाडा छैन, क्रेडिट कार्डमा राख्नुहोस्। तर जब तपाईं एकपटक ऋण प्रणालीमा प्रवेश गरिसकेपछि तपाईले आफूलाई चाहिएको कुराको लागि मात्र तिर्नुहुन्न। तपाईं गरिब हुनुको विशेषाधिकारको लागि थप पैसा तिरिरहनु भएको हुन्छ। हरेक ऋणमा ब्याज आउँछ र यदि तपाईसँग अग्रिम तिर्ने पैसा छैन भने तपाईसँग यसको लागि उच्च ब्याज भुक्तानीहरू तिर्ने पैसा पक्कै पनि हुँदैन। र यहीँनिर कुरा साँच्चै बिग्रिन्छ। तपाईसँग जति कम पैसा हुन्छ, बैंकहरूले तपाईलाई त्यति नै जोखिमपूर्ण मान्छन्। त्यसैले तिनीहरूले धनी मानिसहरूलाई ठ्याक्कै त्यही ऋण लिनको लागि ब्याज दर कम गरिरहेका हुन्छन्। तपाईँ पहिले नै एउटा खर्च धान्न सङ्घर्ष गरिरहनु भएको थियो, अब तपाईँ त्यो खर्च र थप ब्याज धान्न सङ्घर्ष गरिरहनु भएको पाउनुहुन्छ। तपाईको मेहनतले कमाएको पैसाले अब तपाईको आवश्यकता मात्र पूरा गरिरहेको छैन, यसले महिनौं महिनासम्म अरू कसैको नाफालाई पैसा दिइरहेको हुन्छ। यो नै ऋणको जाल हो र अहिले धेरै मानिसहरू यसमा फसेका छन्। अब कुरा गरौँ क्रेडिट कार्डको, किनभने यो एउटा साँच्चै नै शोषणकारी सिस्टम हो। क्रेडिट कार्ड भनेको के हो भनेर धेरैलाई थाहा छैन भने क्रेडिट कार्ड र डेबिट कार्ड भन्ने हुन्छ। डेबिट कार्ड अथवा एटिएम कार्ड नै भनौँ सजिलोको बुझ्नको लागि, अलिक फरक हो तर त्यसरी नै बुझ्दा हुन्छ। सम्झिनुस्, पोस्टपेड सिम र प्रिपेड सिम। प्रिपेड सिममा के हुन्छ, तपाईले पैसा पहिला तिर्नुहुन्छ, जति पैसा छ 100 रुपियाँ हाल्नु भयो भने 100 रुपियाँको तपाईँ बोल्न पाउनुभयो। पोस्टपेड सिममा के हुन्छ, तपाईँ पहिला बोल्नुहुन्छ, महिनाभरि बोल्नुहुन्छ र महिनाको अन्तिममा गएर तपाईँ बिल कति आयो भनेर तपाईँ अनि त्यस पछाडि तिर्नुहुन्छ। क्रेडिट कार्ड र डेबिट कार्ड भनेको ठ्याक्कै त्यस्तो हो। क्रेडिट कार्ड भनेको चाहिँ तपाईको पोस्टपेड सिस्टम जस्तो भयो भनेपछि तपाईँले त्यहाँ धेरै खर्च गरेर महिनाको अन्तिममा तपाईँलाई त्यसले सकस पर्न सक्छ। डेबिट कार्ड भनेको तपाईँसँग जति पैसा छ त्यति मात्रै तपाईँले खर्च गर्न पाउनुहुन्छ। क्रेडिट कार्डहरू तपाईँलाई सुविधाजनक र लचिलो रूपमा बेचिन्छन्, तर तिनीहरू वास्तवमा तपाईँको ब्यालेन्स भुक्तान नहोस् भनेर डिजाइन गरिएका ऋण मेसिनहरू मात्र हुन्। धोकाले यसरी काम गर्छ। बैंकहरूले केन्द्रीय बैंकबाट धेरै कम ब्याज दरमा पैसा उधारो लिएका हुन्छन्, तर त्यसपछि तिनीहरूले तपाईँले क्रेडिट कार्ड ब्यालेन्समा 20% वा त्योभन्दा बढी ब्याज लगाउने गर्छन् र ती न्यूनतम भुक्तानीहरू मिनिमम पेमेन्टहरू तिनीहरू विशेष गरी तपाईँको ब्यालेन्स उच्च राख्नको लागि गणना गरिन्छ, ताकि तपाईँले वर्षौंसम्म, कहिलेकाहीँ दशकौंसम्म ब्याज तिर्न जारी राख्नुहोस्। यदि तपाईसँग 50,000 को ब्यालेन्स छ भने तपाईँले न्यूनतम भुक्तानीहरू मात्र गर्नुहुन्छ अथवा त्यसरी प्रोत्साहन गरिन्छ र तपाईँलाई 2 वर्ष, 4 वर्ष, 5 वर्ष यसरी भुक्तानी गरिरहन प्रोत्साहित गरिन्छ। त्यसपछि ढिलो शुल्क, लेट फी, दण्ड फीहरू, पेनाल्टी फिजहरू, लुकेका शुल्कहरू, हिडन चार्जेसहरू यति धेरै हुन्छ कि तपाईँले गल्ती गर्दै जाँदाखेरि त्यसले चाहिँ तपाईँको ढाड सेकिरहेको हुन्छ। प्रत्येक गल्ती पहिले नै सङ्घर्ष गरिरहेको मानिसहरूबाट थप पैसा निचोर्ने अर्को अवसर बन्छ।
र यहाँ सबैभन्दा ठुलो विडम्बना छ, यदि तपाईँसँग पैसा छ भने तपाईँलाई क्रेडिट कार्ड चाहिँदैन। तर यदि तपाईँ गरिब हुनुहुन्छ भने तपाईँको लागि बाँच्नको लागि मात्र भए पनि क्रेडिट कार्डहरू चाहिने हुन्छ। अथवा तपाईँ गरिबै हुनुहुन्न तर तपाईँको महत्त्वाकांक्षा अलि बढी हुन थाले भने तपाईँ क्रेडिट कार्डको बारेमा सोच्न थाल्नुहुन्छ। ब्याङ्कहरूले ठ्याक्कै यही कुरामा भरोसा गरिरहेका हुन्छन्। तिनीहरूले तिर्न सक्ने क्षमता कम भएका मानिसहरूबाट सबैभन्दा ठुलो नाफा कमाउँछन्। तर ऋणको जाल प्रविधिको साथमा विकसित भएको छ र यो अझ बढी खतरनाक भएर आएको छ। तपाईँ अब शाब्दिक रूपमा कुनै पनि कुराको लागि फाइनेन्स गर्न सक्नुहुन्छ। फोन, कपडा, तपाईँको छुट्टी, तपाईँको रेस्टुरेन्टमा खाने खाना। नेपालमा यो अलिकति कम प्रचलनमा छ, तर बाहिर तपाईँले विदेशको नातेदारहरूसँग तपाईँले कुराकानी गर्नुभयो भने जे किन्नलाई पनि तपाईँ बाई नाउ पे लेटर भन्ने स्किमहरू हुन्छ। यो अहिले किन्नुहोस् पछि तिर्नुहोस्, बाई नाउ पे लेटर योजनाहरूले छोटो अवधिको लागि 0 ब्याजको बाचा गर्छन्। तर एउटा मात्र तपाईँले भुक्तानी छुटाउनु भयो भने तपाईँलाई 20%, 24%, 30%सम्म त्यसले इन्ट्रेस्ट रेट हान्ने गर्छ। सदस्यता मोडलहरू, सब्सक्रिप्सन मोडल र किस्ता योजना, इन्स्टलमेन्ट प्लानहरूले तपाईँले सधैँ कुनै न कुनै कुराको लागि भुक्तानी गरिरहनु भएको छ भन्ने सुनिश्चित गरिरहेको हुन्छ। तपाईँले कहिल्यै पनि कुनै कुराको पूर्ण स्वामित्व प्राप्त गर्नुहुन्न, तपाईँले केवल निरन्तर भुक्तानीहरू गरिरहनु भएको हुन्छ। मानिसहरूलाई खरिदको लागि पैसा बचत गर्न प्रोत्साहन गर्नुको सट्टा प्रणालीले तिनीहरूलाई अहिले खर्च गर्न र परिणामहरूसँग पछि जुझ्न प्रेरित गरिरहेको हुन्छ। यसले सुनिश्चित गर्छ कि मानिसहरू सधैँ कसरी ऋणको जालमा फस्नेछन्, सधैँ भुक्तानी चक्रमा कसरी फस्नेछन् भनेर सिस्टमले डिजाइन गरेको हुन्छ। अब यहाँ प्रणालीले अर्को वास्तविक डिजाइन निकालेको छ जुन चाहिँ क्रेडिट स्कोर भन्ने गरिन्छ। नेपालमा अब यो त्यति सुनिँदैन अहिलेसम्म त, तर जब यो क्रेडिट कार्डको प्रयोग बढ्दै जान्छ मलाई लाग्छ निकट भविष्यमा यो क्रेडिट स्कोरको कुरा पनि आउँछ। क्रेडिट स्कोर भनेको चाहिँ तपाईँलाई लोन दिन तपाईँ कतिको भरपर्दो मान्छे हो भन्नेको एउटा त्यो स्कोर दिएको हुन्छ। हाम्रो वित्तीय प्रणालीले मानिसहरूलाई आवश्यकता नभएको बेला पनि ऋणतर्फ धकेल्छ। यदि तपाईँसँग आफ्नो आम्दानी अनुसार मात्र खर्च हुन्छ, ऋणबाट बस्नुहुन्छ र सबै कुरा नगदमा तिर्नुहुन्छ भने तपाईँको क्रेडिट स्कोर कम रहन्छ। तर यदि तपाईँ ऋण लिनुहुन्छ र नियमित भुक्तानीहरू गर्नुहुन्छ भने तपाईँको स्कोर बढ्छ। यसले आर्थिक रूपमा जिम्मेवार मानिसहरूलाई पनि घर ऋणमा लिन, गाडी ऋणमा लिन या सबै कुरा ऋणमा लिएर ऋणको खेल खेल्न बाध्य पारेको हुन्छ। क्रेडिट कार्डहरूले नगद फिर्ता, क्यासब्याक प्रस्तावहरू र अन्य पुरस्कारहरूको साथमा यो कुरालाई झन् प्रोत्साहित गर्दै लगेका हुन्छन्। तर यी सुविधाहरू तपाईँलाई ब्यालेन्सहरू बोक्न र ब्याज तिर्न आकर्षित गर्ने को लागि अवस्थित छन्। वास्तवमा समस्या यो हो कि ऋण योग्यता, क्रेडिट वर्दिनेस वास्तविक वित्तीय स्वास्थ्यको सट्टा ऋण प्रयोगसँग जोडिएको हुन्छ। प्रणालीले तपाईँको बचत बानी, तपाईँको भाडा भुक्तानीको इतिहास वा तपाईँको वास्तविक खर्चको अनुशासनको यसले मूल्याङ्कन गर्दैन। यसले तपाईँलाई ऋण व्यवस्थापन गर्न सक्नुहुन्छ भनेर प्रमाणित गर्नको लागि मात्र उधारो लिन बाध्य पार्छ र यो पूर्ण रूपमा उल्टो लाग्छ मलाई चाहिँ। यो प्रणाली कसरी मानिसहरूलाई ऋणको जालमा पार्नको लागि डिजाइन गरिएको छ भनेर त हेऱ्यौँ, तर यो यस्तै हुनुपर्छ भन्ने छैन। यहाँ केही मुख्य सुधारहरू मैले प्रपोज गरेको छु जसले बिग्रिएको प्रणालीलाई मौलिक रूपमा परिवर्तन गर्न सक्छ। पहिलो सुधार भनेको ऋणलाई उपभोग, कन्जम्सनबाट इन्भेस्टमेन्ट, लगानीतर्फ सार्नु हो। अहिले इच्छा अनुसारको खर्च, डिस्क्रेसनरी स्पेन्डिङको लागि व्यक्तिगत ऋणहरू पाउन सजिलो छ, जसले मानिसहरूलाई उच्च ब्याज ऋणको चक्रमा फसाउँछन्। यदि हामीले बलियो औचित्यहरू आवश्यक पारेर र उच्च ब्याज
व्यक्तिगत ऋणलाई सीमित गरेर व्यक्तिगत ऋणमा पहुँच प्रतिबन्धित गर्यो भने के हुन्छ अथवा अप्ठ्यारो पारिदियो भने के हुन्छ? मानिसहरूलाई उपभोगको लागि सजिलो ऋणमा भर पर्नुको सट्टा आफ्नो वित्तहरूलाई अझ दिगो रूपमा व्यवस्थापन गर्न प्रोत्साहित गर्नुपर्ने हुन्छ। र यो सँगसँगै हामीले व्यापारिक प्रयोजनको लागि ऋणहरूलाई चाहिँ कम ब्याज दरमा हामीले पहुँचयोग्य बनाउनु पर्ने हुन्छ, ताकि ऋण चाहिँ तपाईँको एउटा उत्पादनमूलक क्षेत्रमा लागोस्, न कि व्यक्तिगत इच्छाअनुसारका व्यक्तिगत खर्च डिस्क्रिसनरी स्पेन्डिङमा जाओस्। स्टार्टअप बिजनेस र साना व्यवसायहरूका लागि सरकार समर्थित ऋणले उपभोक्ता ऋण सङ्कलनको सट्टा धनलाई कसरी सिर्जना गर्ने, प्रोडक्सन उत्पादनलाई कसरी प्रोत्साहन दिने भन्ने काम गर्नेछ। यसले एउटा चक्र सिर्जना गर्छ जहाँ मानिसहरूलाई व्यक्तिगत ऋणले दबिनुको सट्टा उत्पादक उद्यमहरू प्रोडक्टिभ एन्टरप्राइजेसहरू निर्माण गर्न उत्प्रेरित गरिन्छ। दोस्रो सुधार भनेको काम गरिसकेपछि भुक्तानीबाट काम गर्नु अघि भुक्तानी अथवा काम गर्दा गर्दै सँगसँगै भुक्तानी कसरी पाउन सकिन्छ भन्ने हो। एउटा सानो उदाहरण जोड्नु पर्दाखेरि मैले सानोमा गाउँको पसलमा काम गर्दाखेरि प्राय गाउँका मान्छेहरू कसरी सामान किनिरहेका हुन्छन् बजारबाट भने एउटा महाजन को पसलबाट वर्षभरि ऋण लिएर सामान लगिरहेका हुन्छन्। अनि वर्षको अन्त्यतिर कुचो बेच्छन् या अलैँची बेच्छन् या यस्तै केही बेचेर अनि बल्ल त्यो ऋण तिर्छन्। अब उनीहरूले त्यो हिसाब खातामा कति चढ्यो त्यो सबै याद गरिरहेको पनि हुँदैन र ऋणमा लगिसकेपछि तपाईँले यसै पनि बार्गेनिङ गर्न पनि तपाईँले पाउनुहुन्न। त्यो भएर पसलेको हात चाहिँ सधैँ माथि हुन्छ। अब यो सिस्टमलाई उल्ट्याउनको लागि चाहिँ प्रिपेडबाट अथवा पोस्टपेडबाट प्रिपेड भुक्तानी मा कसरी जान सकिन्छ भन्नेतर्फ हेरौँ। कम आय भएका कामदारहरूको लागि आफूले काम गरे बापतको ज्याला पाउनको लागि 1 महिना अथवा कहिलेकाहीँ 1 महिनाभन्दा पनि बढी पर्खिनु पर्यो भने त्यो एकदमै पीडादायी हुन्छ। यो ढिलाइले गर्दाखेरि उनीहरूले चाहिँ ऋण लिनको लागि उनीहरूलाई बाध्य पर्नुपर्ने स्थिति आइपर्छ। विदेशमा केही कम्पनीहरूले अब अर्न्ड वेज एक्सेस भनेर तपाईँले जति घन्टा काम गरिसक्नु भएको छ ठ्याक्कै त्यतिखेर तपाईँले त्यो ज्यालामा तपाईँको पहुँच बनाइदिने सिस्टम पनि निकाल्न थालेका छन्। एउटा हाइब्रिड मोडल जहाँ चाहिँ कर्मचारीले ज्यालाको केही अंश अग्रिम रूपमा पाउन सक्छन् र केही चाहिँ महिनाको अन्त्यसम्म पाए भने त्यसले अलिकति क्यास फ्लोमा सन्तुलन गर्न सक्ने सम्भावना बढी हुन्छ। सरकारले प्रारम्भिक ज्याला पहुँचका लागि कर छुटहरू वा रोजगार प्रमाणीकरणद्वारा समर्थित कम ब्याजमा अग्रिम भुक्तानीहरूको लागि पनि समर्थन गर्न सक्यो भने अझ राम्रो हुन्छ। र तेस्रो सुधार भनेको चाहिँ ऋण योग्यता कसरी मापन गर्छौँ भन्ने कुरालाई नयाँ रूप पनि दिन सकिन्छ कि भन्ने कुरा हो। उधारो लिनलाई इनाम दिनुको सट्टा क्रेडिट स्कोरहरूले पहिले बचत बानीहरूको मूल्याङ्कन गरेर वास्तविक वित्तीय जिम्मेवारी प्रतिबिम्बित गर्नुपर्छ। निरन्तर बचत गर्ने व्यक्तिलाई आर्थिक रूपमा जिम्मेवार मानिनुपर्छ, न कि आफूलाई प्रमाणित गर्न उधारो लिनुपर्ने व्यक्तिलाई। प्रणालीले भाडा र उपयोगिता भुक्तानीहरूलाई विचार गर्नुपर्छ, जुन धेरै मानिसहरूले वर्षसम्म टाइममा तिरिरहेका हुन्छन्। यस्तो चिजहरू चाहिँ क्रेडिट स्कोरमा गणना भइरहेको हुँदैन। हामीले आय र खर्चको अनुपात इन्कम टु एक्सपेन्स रेसियोलाई पनि हेर्न सकिन्छ। ऋणमा निर्भर नभई जीवनशैली धान्न सक्ने क्षमताको आधारमा वित्तीय स्वास्थ्य मापन गरिनुपर्छ। यसले ऋणतर्फको प्रणालीगत दबावलाई हटाउनेछ र जिम्मेवार व्यक्तिहरूलाई वास्तवमै मात्रै ऋण चाहिँदाखेरि लिनतिर प्रोत्साहित गर्नेछ। ऋणको बारेमा बुझौँ र सचेत भएर पाइलाहरू अगाडि सारौँ। धन्यवाद।